चाहिँ किरात राई बान्ता अखिमको सम्मेलन सफल बनाउन पठाउनु भएको यो चाहिँ सन्दकपुर गाउँपालिका अध्यक्ष किरात राई बान्ता अखिम, सन्दकपुर गाउँपालिका अध्यक्ष देवराज राई बुताङज्यूले यो चाहिँ प्रदेश सदस्य बिमासा राईज्यूले ल्याउनु भएको। अझै उन्न बाँकी नै छ। यस्तो छ है हाम्रो कार्यक्रम तयारी। आज मिति 2081 साल फागुन महिनाको 3 गते। यो बिहान मैले 4 बजीदेखि गर्दै गरेको कामहरू हो किरात राई बान्ता अखिमको। यस्तो कामहरू त बिहान 4 बजीदेखि बेलुकासम्म त कति गर्नुपर्छ। यस्तै छ अवस्था। यता अल्छी लाग्दाखेरि यता अर्को मेरो बुन्ने काम गर्छु, यता बुन्ने काम अल्छी लाग्दा यता अर्को काम गर्छु। तर कति दिन भयो अरू काम गर्न नसकेको, यही काममा व्यस्त छु। आमामामा सबै छ नि हो हजुर। सबभन्दा पहिले यहाँहरूलाई सम्पूर्णलाई मेरो हृदयदेखि सेवा नमस्कार टक्राउन चाहन्छु। म यहाँ आइसकेपछि एउटा जम्मा गरी परदेखि धेरै सबैजना उपस्थित हुनुभएको छु। अनि आइसकेपछि अन्तमा हामीले सबै निरीक्षण गरिसकेपछि पुरा चाहिँ मलाई चाहिँ यहाँ केटाएर खादा लिएर सम्मान गर्दै हुन त म त्यो उचाइमा पुगिसकेको व्यक्ति होइन, तर मलाई लागेको छ यो यहाँहरूको सम्मान किरात राई बान्ता अखिम हङकङ र किरात राई हङकङलाई यहाँहरूले सम्मान गर्नुभएको भन्ने कुरो मैले लिएको छु। अब अहिलेसम्म जति पनि यहाँ मैले सुने लाग्छ हाम्रो अध्यक्षज्यूले इतिश्री सुरुदेखि अन्तिमसम्म नै मलाई सुनाउनु भयो जस्तो लाग्यो। उहाँका दुःखहरू पनि हामीले सुन्यौँ। अब त्यो सामाजिक संस्थाभित्र रहेर काम गर्दाखेरि दुःख हुन्छ, हरेक अन्डर सिकिन्छ, धेरै मान्छेको आलोचना सकिन्छ, यो नेतृत्वले सहनै पर्छ। त्यसो भएको हुनाले यो उहाँले पुरा आवेशमा नआइकन संयम भएर चाहिँ अगाडि बढ्न म सबभन्दा पहिले सुझाउन चाहन्छु अध्यक्षज्यूलाई। हामीले पहिले पनि भनेका थियौँ यो जुन जग्गा खरिद गर्ने कुराहरूमा हामी एकदमै नजिक भएर बसेका छौँ हाम्रो अध्यक्षज्यूहरूसँग। हाम्रो दाजु स्वर्गीय तिलक वालाङज्यू हुनुहुन्छ। अनि त्यस्तै गरेर हाम्रो किरात राई बान्ता अखिमबाटै चाहिँ हङकङबाट चाहिँ धेरै कुराहरू हामीले गऱ्यौँ। उहाँले पनि प्रसङ्ग उठाउनुभयो। हङकङबाटै आएको पनि के थियो भने ठुलो खराबिलो एरियामा जानुपर्छ भने विशेष गरेर सहयोगी त अब हङकङ नै हो नि त। पहिलो हामी सल्लाह गरेर अगाडि बढेको भौगोलिक हिसाबले ठुलो चाहिन्छ। अनि अब अलिकति साँगुरो होइन, थोरै त छिटै बनिहाल्छ। अनि त्यो मान्छे नि अट्दैन, गुनासो हुन्छ भनेर यसरी चाहिँ अब तपाईँको बनाइयो। यो फन्डिसनमा लगभग तपाईँको त्यो वाल यहाँसम्म भित्र त्यो चाहिँ लगभग 4.5 लाख लाग्यो होला। त्यो गरेर पुरेकोहरू सहित लगभग 1 करोड त्यस्तो धेरै लागेको नि त। हाम्रो पाखाहरू पनि यति आफू बोक्दै यहाँ सामूहिक जग्गा 18-20 को कोठाहरू छन्। एउटा कोठामा लगभग 6वटा जरा राखेर पाखाहरूलाई 6वटा पाखाको सामूहिक अफिस त्यो खालको हिसाबले हाम्रो अरू पाखालाई पनि सामूहिक कार्यालय दिने गरी के भन्नु त टेम्के मैले म किरात राई बान्ता अखिमको केन्द्रीय सचिव भन्छ। तपाईँको बोल्ने तरिका मेरो त यही हो त। मलाई पनि तनाव छ भन्छ। के भन्ने रे मैले भन्नु त मेरो यही तरिका होइन। यसो त सर खै त तपाईँको गाउँपालिकादेखि शिक्षकको नाम पो भने त मैले त होइन। शिक्षक पनि भनेन हो, सहभागीको नाम सहभागीको भने के सहभागी शिक्षक भनेसम्म बुझ्थ्यो। ए भनेपछि यो भनेको थियो भने शिक्षक त भन्दै भनेन नि। शिक्षक भन्ने त बुझ्छ नि। पोल लाउँदै हुनुहुन्छ होइन बा? तरिका त नमिलेकै अनि तरिका यही हो भन्छ। यो बोल्ने तरिका भएन भन्छ। हजुर उही ठुलो
को ठुलो म तरिका मेरो कुरा हो त्यो भन्छ होला म चाहिँ अप्ठ्यारो लागिरहेको छ अनि के हो सर के हो अध्यक्षज्यू तपाईँले भनेको नमान्ने शिक्षकहरू भन्दै तपाईँ अध्यक्षले भनेको नमान्ने कस्तो खालको तपाईँ गाउँको शिक्षक भन्छ फेरि कस्तो शिक्षक रहेछ तपाईँको घरमा तपाईँले भने नमान्ने अध्यक्षले नमान्ने कस्तो खालको तपाईँको गाउँको तपाईँको ठाउँको शिक्षकहरू भन्छ भन्दै पोल लाएर लाग्यो को लाग्नुभयो अध्यक्षज्यू